Hello everyone, welcome to my next vlog. यो कलेज हो, यो कलेज चाहिँ घण्टाघरी स्थित त्रिचन्द्र कलेज हो। यो कलेजमा चाहिँ म पहिलोचोटि आएको र यताको दृश्य देख्दा साह्रै रमणीय थियो, रमाइलो थियो। र आज चाहिँ के थियो भने हाम्रो सजिलो एपबाट कार्यक्रम भएको कारणले गर्दा हामीले यहाँ म्यामहरू लिन आएका थियौँ, जुन चाहिँ म्यामहरू स्टलमा बस्नुहुनेछ र हाम्रो सजिलोको बारेमा प्रमोट गर्नुहुनेछ। र हामी त्रिचन्द्र कलेजमा यहाँ अर्को एउटा लेडी राइडर म्यामलाई कुर्दैछौँ। उहाँलाई कुर्दा कुर्दा यत्रो बेर भइसक्यो, बल्ल बल्ल आइपुग्नु भयो। उहाँ चाहिँ हाम्रो अर्को म्याम दुईजना कुरिरहनु भएको थियो र उहाँ र मैले त्यो दुईवटा म्यामलाई सजिलोको जुन चाहिँ इभेन्ट चलेको ठाउँ थियो त्यहाँ लिएर जानुपर्ने थियो। र उहाँ म्यामलाई ढिलाइ नगरिकन मैले छिटो छिटो जाउँ भनेर लिएर पुगिहालेँ इभेन्टमा। यहाँ देख्नुभएको छ तपाईँले विभिन्न स्टलहरू लागेको छ। त्यो स्टलको ठ्याक्कै बाहिरपट्टि खल्ती एप सँगै हाम्रो सजिलोको स्टल पनि रहेको छ। हजुरहरूले देख्नुभयो होला। यो सजिलोको स्टलबाट चाहिँ आज हामीले फ्री हजुरहरूलाई राइड प्रोभाइड गराएका छौँ। यसमा तपाईँले क्याब पनि देख्न सक्नुहुनेछ। क्याबमा पनि हामीले फ्री राइड प्रोभाइड गराएका थियौँ। अनि यो नेपाल ट्याटु कन्भेन्सन 2025 को रहेको थियो। यहाँभित्र हेर्दाखेरि साह्रै रमणीय ठाउँ थियो। धेरै विश्वबाट जोड्नु भएको ट्याटु आर्टिस्टहरू यसरी यहाँ पाल्नु भएको थियो। उहाँहरूले आफूलाई चाहिने विभिन्न सामग्रीहरू आफूसँगै बाहिरैबाट लिएर आउनु भएको थियो। उहाँहरूको वेशभूषा पहिरन हेर्दा हामीलाई अचम्मै लाग्यो। तब हेर्दा हेर्दा ठ्याक्कै हाम्रो अर्को लेडी राइडर सुन्दा थापाजी पनि आइपुग्नु भयो। र हामी चाहिँ आर्टिस्ट कतिजना आउनुहुन्छ, यहाँ कस्तो कस्तो देशबाट पार्टिसिपेट हुनुभएको छ भन्दै हेर्दै बसिरहेका थियौँ। विभिन्न प्रकारको आर्टिस्टहरू देख्दा खुसी लागिरहेको थियो र हामी एकैछिन रमाइलो गर्दै सजिलोको स्टलमा जुन चाहिँ कार रहेको थियो त्यो ट्याक्सीमा हामी रमाइलो गर्दै उहाँ आर्टिस्टहरूलाई हेर्दै बसिरहेका थियौँ। एकदमै अवार्ड विनिङ जुन चाहिँ हामीले विश्वमै जहिले पनि देख्ने गरेका छौँ टिभीमा, त्यही खालको विभिन्न आर्टिस्टहरू चाहिँ त्यहाँ संलग्न थिए। यो 2025 को इभेन्टमा यति रमाइलो थियो, यति रमाइलो थियो, पुरै नभनौँ। त्यो स्थान पनि यतिकै रमाइलो। यो स्थानको नाम चाहिँ फेरि हजुरहरूलाई थाहा छ कि छैन? यो चाहिँ सानिपा स्थित हेरिटेज गार्डन रहेको थियो। उहाँहरूको पहिरन देख्दा हामीलाई एकदम अचम्म लागिरहेको थियो। धेरै वर्षको उहाँहरूको सङ्घर्ष, जस्तो पेसा उस्तै वेशभूषा भनिन्छ नि त्यस्तै। र हाम्रो यहाँ क्याब पनि आइसकेको छ सजिलोको। हाम्रो नेपाली राइड सेयरिङ एप हजुरहरूलाई यादै होला। भित्र फेरि हामी विभिन्न सामानहरू हेर्न यसो घुम्न गयौँ एकैछिनलाई। र यो भाइ एकदम डराएको थियो ट्याटु हान्नलाई, त्यही पनि उहाँहरूले ट्याटु हान्दै हुनुहुन्थ्यो। ट्याटुको आर्टको त कुरै नगरौँ, यस्तो खतरा खतरा थियो यो आर्टहरू, जुन चाहिँ हामीले वास्तविक जिन्दगीमा देखेकै थिएनौँ। र यहाँभित्र रहनुभएको यत्रो देशको विभिन्न विभिन्न ठाउँको स्टलहरू ओ माई गड नै भयो। र बाहिर एकैछिन हेरेँ, मलाई मनपर्ने बग्गी कति राम्रो रियल लाइफमा देख्दाखेरि नि यो बग्गीको सौन्दर्य पनि छुट्टै छ, एकदम पुरानो स्टाइलमा रहेको। र अर्को यो एकदमै पुरानो तरिकाले गरिने ट्याटु हो। यो सबै चाहिँ त्यही ट्याटु गर्ने बेला युज हुने औजारहरू थिए त्यहाँ। ओ माई गड, मलाई त डरै लाग्यो। यस्तो चिजले पनि ट्याटु गरिन्छ र जस्तो लागेको थियो। यो ह्यान्डमेड ट्याटु भनिन्छ यसलाई चाहिँ मेसिनद्वारा होइन, हातद्वारा नै उहाँहरूले ट्याटु खोप्नु हुने रहेछ। एकदमै रमणीय। र उहाँहरूको पिक्चर पनि ट्याटुको एकदम पुरानो ट्रेडिसनल रहेको मैले देख्न पाएँ। यहाँ हेर्नुहोस् त चित्रहरू कति राम्रो राम्रो छ। र हजुरले अगाडि उहाँहरूको देशको इन्डोनेसियाको फ्ल्याग पनि देख्नुभयो। र भित्र ह्युज मात्रामा, अहिले त कमै हुनुहुन्छ गेस्टहरू, यो बिहानको समय भएर, पछि त धेरैजना जुड्नु भएको थियो। यहाँ त खुट्टा टेक्ने ठाउँै थिएन। र एकदम सामानहरू हेर्दा पनि रमाइलो लागिरहेको थियो। म्याम र म चाहिँ यसो पर्दातिर आँखा लाग्यौँ।
पर्दातिर आँखा लाउँदाखेरि हामीले त्यहाँ विभिन्न हामीसँग जुड्नु भएको जति पनि स्टलको कुराहरू थियो उहाँहरूको पिक्चरहरू देखाइरहेको थियो र त्यहाँ हुनुहुने गेस्टहरू पनि एकदम खुसी हुँदै फोटो खिच्दै घुम्दै खाँदै रमाइलो गर्दै ट्याटु हान्नेले ट्याटु हान्दै खाजा खानेले खाजा खाँदै गर्नुभएको थियो। ठ्याक्कै त्यही बेला चाहिँ हामीले कति कुराहरू धेरै नयाँ अनुभव गर्नु पनि पायौँ सँगसँगै। ल हेर्नुहोस् त कति मजाले सबैजना खुसी मुहार लिँदै फोटो खिच्दै हुनुहुन्छ र भिडियो गर्दै जाँदा ठ्याक्कै हाम्रो सजिलोको पनि एडभर्टिजमेन्ट त्यहाँ देख्न पायो। साह्रै खुसी लाग्यो। सजिलो राइड सेयरिङ एप हाम्रो नेपाली लोकल राइड सेयरिङ एप हो, नबुलाउँ है साथीहरू। अनि हामी कहाँबाट घुम्यौँ डुल्यौँ, बाँकी स्टल हामीले हेर्नै बाँकी थियो। त्यही भएर बिस्तारी स्टल पनि हेर्दै फोटोहरू खिच्दै हामी बाहिर पनि निस्किँदा यो स्ट्याचु तपाईँले देख्नुभयो नि कति राम्रो छ है। यो स्ट्याचु मलाई साह्रै मन परेको थियो, त्यसमाथि लेडीको। र हाम्रो म्यामलाई पनि ठ्याक्कै भित्रबाट नभन्दै बस्दा बजिहाल्यो सजिलो। हामीले जुन चाहिँ तपाईँलाई अघि भर्खर भनेको थियौँ नि फ्री राइड दिएको भनेर, हो त्यही फ्री राइडको एउटा कस्टमरले बजाएर उहाँलाई सेवा दिनुभयो। अब बेलुका पनि भयो, घर जाने बेला भयो। थ्याङ्क यू फर वाचिङ माई भिडियो।